मेरो आवाज सुन्ने छ सबैलाई है? हेलो। हेलो। हजुर हजुर आवाज आएको छ है? हजुर आएको छ सर। ल साथीहरू बिस्तारै जोइन गर्दै हुनुहुन्छ, हामी चाहिँ स्क्रिन सेयर गरेँ मैले त्यसो भए। सो आज हामीले बुझ्नु पर्दाखेरि हाम्रो क्लास चाहिँ 5 दिनको अनलाइन ट्रेनिङ क्लास हो होइन। यसमा हामीले सिक्नुपर्ने कुरा के छ, कसको लागि यो क्लास राम्रो हो र के कुरा सिक्छौँ, सबै कुरा हामीले डिटेल आउट गर्दै जान्छौँ। सो आजको सेसन बोलपत्र र टेस्लाको एसोसिएसनमा भएको हो। म चाहिँ पहिला आफ्नो परिचय दिँदुँ। मेरो नाम रोशन शाह भयो, पेसाले म इन्जिनियर छु र एज अ कन्ट्र्याक्ट म्यानेजर धेरै जसो ठाउँमा काम गरि नै रहेको छु। हाम्रो आफ्नो एउटा टेस्ला इन्फ्रास्ट्रक्चर भन्ने कम्पनी छ जसले कि कन्ट्र्याक्ट म्यानेजमेन्ट प्लस बिडिङको बारेमा सम्पूर्ण कामहरू गर्ने गरेका छन्। हाम्रो क्लाइन्टहरू चाहिँ गभर्मेन्ट इन्टिटीहरू पनि छन् भने भनौँ न प्राइभेट इन्टिटीहरू अथवा गभर्मेन्टहरू सरी कन्ट्र्याक्टरहरू र बिडरहरू पनि छन्। सो अब यो 5 दिने कोर्समा हामीले जुन यो ई गभर्मेन्ट प्रोक्युरमेन्ट सिस्टम छ, गभर्मेन्टको पिपिएमओ, त्यस सम्बन्धी हामीले ठेक्का हाल्ने बारे सबै थोक कुरा बुझ्छौँ। यो चाहिँ बिडर्स ग्रुपको लागि मात्र हुनेछ है। अब बिडर्स भनेपछि तपाईँ कन्स्ट्रक्सन सम्बन्धी पनि हुन सक्नुभयो, सप्लाई सम्बन्धी पनि हुन सक्नुभयो, अथवा भनौँ न कन्सल्टेन्सी सर्भिसेस जुन हुन्छ हाम्रो डिपिआरहरूको सर्भिस, त्यो सबै सम्बन्धी हामीले एज अ बिडर चाहिँ के गर्नु पर्दो रहेछ हामीले ठेक्का भर्नलाई, त्यो कुरा चाहिँ बुझ्छौँ। सो वर्क्स भन्ने बित्तिकै हाम्रो निर्माण सम्बन्धीका कुराहरू भइगयो। जति पनि सिभिल कन्स्ट्रक्सनको कामहरू हुन्छ सबै वर्क्स अन्तर्गत आउने कुरा हो। गुड्स भन्ने बित्तिकै हाम्रो सप्लाई र इन्स्टलेसनको कुराहरू आइगयो। चाहे मेटेरियल सप्लाई होस्, गुड्स सप्लाई होस्, चाहे इलेक्ट्रोनिक्स आइटमहरू सप्लाई गरेर इन्स्टल गर्नुपर्ने कुरा होस्, त्यो सबै गुड्समा आउँछ। भने कन्सल्टेन्सीको अन्तर्गत तपाईँको डिपिआर प्रोजेक्टहरू, डिजाइन ड्रइङका कुराहरू, फिल्ड स्टडी, आइईहरू, रिपोर्टहरू, त्यस्ता कुराहरू चाहिँ कन्सल्टेन्सी सर्भिसमा आउँछन्। र अदर्स भन्ने पनि एउटा सर्भिस देख्नुहुन्छ हुन त पिपिएमओमा, तर अहिलेसम्म खासै काम लाग्ने सर्भिस चाहिँ होइन। यसबाट कुनै पनि ठेक्का खुल्या छैन अहिलेसम्म। बिस्तारै भोलिको दिनमा यी तिनटाले कभरअप गर्न नसक्ने कुनै अवस्थामा ठेक्का खुलाइएछ भने त्यसलाई चाहिँ अदर्समा गर्ने खुलाएर राखिएको एउटा अवस्था मात्र हो। अब हामीले सिक्नुपर्ने अवस्थामा हामीले पहिलो दिनमा फर्स्ट डे हाम्रो इन्ट्रोडक्सन क्लास हुन्छ, जो कि हाम्रो आजै हो। इन्ट्रोडक्सन क्लासमा हामीले ई बिडिङ प्लेटफर्म के हो त है, त्यो कुरा बुझ्छौँ। प्लेटफर्मको बारेमा जानकारी लिनुपर्ने हुन्छ। त्यो प्लेटफर्मको वेबसाइटको चाहिँ www.bolpatra.gov.np/egp/ हो। यो भनेपछि इजिपी एउटा पोर्टल हो, ई गभर्मेन्ट प्रोक्युरमेन्ट भन्छौँ। कसको अन्तर्गतमा आउँछ भन्ने कुरा चाहिँ हामीले पिपिएमओको अन्तर्गतमा आउँछ। पिपिएमओ भनेपछि एउटा सरकारले निर्धारण गरेको अफिस हो, पब्लिक प्रोक्युरमेन्ट मोनिटरिङ अफिस, जसले कि जति पनि खरिद सम्झौता हुन्छ अथवा प्रोक्युरमेन्टका ठेक्काहरू हुन्छन् सबैलाई निगरानी गर्ने एउटा संस्था भयो अथवा अफिस भयो। त्यो चाहिँ फेरि स्वामित्वमा छन् कसको भन्दाखेरि पिएमओको, डाइरेक्टली इन्फ्लुएन्स्ड बाई पिएमओ, र पिएमओको अन्तर्गतमा इजिपी भन्ने एउटा सिस्टम छ। सो यो सिस्टम के हो, के कुरा यसमा जान्नुपर्ने हुन्छ यो प्लेटफर्म चलाउनलाई, र त्यसपछि हामीले ठेक्का कसरी भर्ने भन्ने कुरा बुझ्छौँ। अब त्यति बुझिसक्दाखेरि हामीले अब तपाईँ एज अ बिडर अथवा एज अ कुनै कम्पनी दर्ता भइसकेपछि, अब दर्ता हुने प्रणाली पनि कस्तो छ भन्दाखेरि तपाईँको एउटा त पहिला कम्पनी हुनु पऱ्यो हार्ड कपीमै अथवा फिजिकल एक्जिस्टेन्समा। सो त्यो कम्पनी हामीले खोलिसकेपछि हामीले स्वतः ठेक्का भर्न पाउने होइन। हामीले हार्ड कपी त मजाले भर्न पायौँ आफ्नो हार्ड कपी डकुमेन्ट सबमिसन गरेर, तर जब ठेक्का अनलाइन प्रकाशित गरिन्छ अथवा अनलाइन आह्वान गरिन्छ, त्यस्तो खण्डमा हामीले यो वेबसाइटमा अथवा अनलाइनमा यो पोर्टलमा हामीले एउटा आफ्नो रजिस्ट्रेसन गर्नुपर्छ र प्रोफाइल बनाउनु पर्ने हुन्छ। सो त्यो प्रोफाइललाई चाहिने के डकुमेन्टहरू हुन्छ त, त्यो सबै कुरा हामीले बुझ्छौँ। जस्तो कि तपाईँले कम्पनी खोल्नु भएको, त्यो कम्पनीको एउटा डकुमेन्ट होला। जस्तो कि अब कसैले घरेलुमा खोल्यान् होला, कसैले प्रालीमा खोल्या होलान्, कसैले सानो उद्योगमा खोल्या होलान् होइन, कसैले वाणिज्यमा खोल्या होलान्। सो त्यस्ता डकुमेन्टहरू हामीले बुझ्नुपर्छ कि के कम्प्लायन्स हुन्छ त्यो डकुमेन्टको, कुनमा खोल्यो भने के कुरा गर्न मिल्छ, कतिको काम गर्न मिल्छ, कुन काम गर्न मिल्छ र मिल्दैन, त्यो कुराहरू हामीले बुझ्छौँ र त्यसको स्याम्पलहरू पनि हेराउँछु। त्यसपछि दोस्रो हुन्छ हाम्रो बिडर्स रिक्वायरमेन्ट। एउटा बिडर हुनलाई अथवा ठेक्का भर्नलाई के क्राइटेरिया हामीले म्याच गर्नुपर्छ त। जस्तो कि हामी अब 4 वर्ष कम्पनी खोलेको भइसक्यो, तर हाम्रो 0 टर्नओभर छ अथवा 2 करोडभन्दा बढी छ अथवा 10 करोडभन्दा बढी छ, त्यसले हामीलाई कस्ता ठेक्का हाल्नलाई भनौँ न
इन्फ्लुएन्स गराउँछ अथवा कस्तो कस्तो ठेकामा हामी क्यापेबल हुन्छौँ हाल्नको लागि त्यो रिक्वायरमेन्टहरू बुझ्छौँ। त्यसपछि एउटा पावर अफ एटर्नी भन्ने कुरा हुन्छ जसलाई हामीले अधिकारनामा भन्छौँ, अख्तियारनामा। त्यो चाहिँ एउटा कम्पनीबाट कसलाई दिन मिल्छ अथवा आफै स्वामित्वमा पनि राख्न मिल्छ कि मिल्दैन, त्यस्ता कुराहरू पनि बुझ्नुपर्ने हुन्छ। अनि यति कुरा बुझिसकेपछि हामीले एउटा बिडर्स रजिस्ट्रेसन हुन्छ जो कि हाम्रो फर्स्ट मोड्युल हुन्छ। यसमा दर्ता प्रणालीमा हामीले दर्ता कसरी गर्ने भन्ने कुरा बुझ्छौँ। त्यसको लागि तपाईँको कम्पनी रजिस्ट्रेसन कम्प्लायन्स फलो गरेर निर्माणको हकमा एउटा लाइसेन्स पनि हुन्छ भने सप्लाईको हकमा कम्पनी र प्यान भ्याट मात्र हुन्छ। सो यो तिनटै डकुमेन्टहरू के डकुमेन्ट हो, कसरी अपलोड गर्ने, कहाँ कहाँ के भर्नुपर्छ, त्यो सबै कुरा अपलोड गर्न सिकाएर हामीले हाम्रो फर्स्ट मोड्युल सकाउँछौँ जो कि हाम्रो फर्स्ट डेको क्लासमा हुन्छ, बिडर्स रजिस्ट्रेसन। ठिक छ, यहाँसम्म सबै क्लियर हुनुहुन्छ? मेरो आवाज आइरहेछ है? हजुर, आइरहेछ। हजुर, ओके। सो हामीले फर्स्ट डे सकाइसकेपछि हाम्रो सेकेन्ड डेमा हामी इन्टर गर्छौँ। सेकेन्ड डे हाम्रो चाहिँ बिडर्स प्रोफाइल म्यानेजमेन्ट र रिक्वायरमेन्ट हुन्छ। फर्स्ट डेमा हामीले एउटा प्रोफाइल बनायौँ, यहाँ दर्ता प्रणालीमा हामीले दर्ता भइसक्यौँ। अब त्यो दर्ता भइसकेपछि हामीले दर्ता प्रणालीमा जुन प्रोफाइल बनाएको छौँ त्यो प्रोफाइललाई म्यानेज कसरी गर्ने अथवा के गर्नुपर्छ त्यसको प्रोफाइल म्यानेज गर्नलाई तपाईँले आफूसँग भएको कागजातहरू जो कि कम्पनीका डकुमेन्टहरू छन्, कम्पनी प्रोफाइलका, लाइसेन्सका, प्यान कार्डका सबै अपलोड गरेर डकुमेन्ट त अपलोड गरेर प्रोफाइल बनाइसक्नुभयो। अब त्यो प्रोफाइललाई बेला बेलामा अपलोड गरेर डकुमेन्टहरू जुन तपाईँको रिन्युअल डकुमेन्टहरू हुन्छ, कम्पनीको हकमा रिन्युअलको डकुमेन्ट्सहरू हुन्छन् र त्यसपछि तपाईँको कर चुक्ता निकाल्दाखेरि अडिट रिपोर्टहरू आउँछन् जसले कि तपाईँको ब्यालेन्स सिट, इन्कम स्टेटमेन्ट, टर्नओभर अनि पास्ट एक्सपिरियन्स त्यस्ता कुराहरू दर्शाउँछन्। त्यो सबै कुराहरू रिक्वायरमेन्टहरू चाहिँ हाम्रो कसरी अपलोड गर्ने र के मिट गर्नुपर्छ। जस्तो त बेसिक कन्सेप्ट अफ बिडिङ, पहिला त बिडिङ गर्ने कन्सेप्ट के हो, कुन आधारमा अनलाइन गरिन्छ र कुन आधारमा हार्ड कपी गराउन मिल्छ, अथवा सबैलाई अनलाइन गर्नुपर्ने हो कि सबैलाई हार्ड कपी नै पर्ने हो कि कुन कामलाई उपभोक्ता समूहबाट गर्नुपर्छ, त्यो कुराहरू हामीले बुझ्छौँ। त्यसपछि अनलाइन र अफलाइन बिडिङमा के फरक हुन्छ र किन अफलाइन चलिरहेकै अवस्थामा नेपालले अनलाइन प्लेटफर्मलाई अपनाउनु पर्यो हो, डिजिटल मात्र भएर हो कि अरू पनि केही प्रावधानहरूलाई समेट्न खोजे हो कि अनलाइन ल्याएर, त्यो कुराहरू बुझ्नुपर्ने हुन्छ। अनि त्यसमा आउँछ हामी रिन्युअल कम्प्लायन्स। हाम्रो जति पनि डकुमेन्टहरू हुन्छ वर्षै पछि हरेक आर्थिक वर्ष बितिसक्दाखेरि तपाईँले सञ्चालन गरिरहेको कम्पनीको जुन पुरानो डकुमेन्टहरू हुन्छन् त्यो डकुमेन्टहरूको सबैको एउटा रिन्युअल गर्नुपर्ने हुन्छ अथवा नवीकरण गर्नुपर्ने हुन्छ। जस्तो कि कम्पनीको हकमा कम्पनीको डकुमेन्टलाई होला, प्यान भ्याटको हकमा कर चुक्तालाई होला, लाइसेन्सको हकमा इजाजपत्रलाई होला। सो त्यस्ता रिन्युअलहरू कहिले गर्नुपर्छ र कसरी हामी रिन्युअल गरेर त्यसलाई डकुमेन्टलाई अपलोड गर्नुपर्छ त्यो पनि बुझ्छौँ। अनि त्यति सकिसक्दाखेरि हाम्रो क्राइटेरिया क्लासिफिकेसन फर प्रोफाइल म्यानेजमेन्ट। अब प्रोफाइल म्यानेजमेन्ट गरिसकेपछि हाम्रो कुन क्राइटेरियाहरू हामीले मिट गर्छौँ ताकि भोलिको दिनमा ठेक्का हाल्दाखेरि हामीले 20 लाखको ठेक्का हाल्न मिल्छ कि 2 करोडको हाल्न मिल्छ कि 5 करोडको हाल्न मिल्छ भन्ने कुरा डिटरमाइन कसरी गर्ने हो भन्ने कुरा क्राइटेरियाहरू हामीले बुझ्नुपर्ने हुन्छ। सो यति गरिसक्दा हाम्रो सेकेन्ड मोड्युल जसलाई हामीले बिडर्स प्रोफाइल म्यानेजमेन्ट भन्छौँ त्यो कसरी गर्ने र के गर्नुपर्छ भन्ने कुरा सिक्छौँ र दोस्रो दिनमा हामीले आफ्नो प्रोफाइललाई म्यानेजै गर्नुपर्ने हुन्छ। ठिक छ, अब यहाँसम्म आइसक्दाखेरि हामी तेस्रो दिनमा इन्टर गर्छौँ जहाँनिर हामीले सर्च अपर्च्युनिटी एन्ड बिड डकुमेन्ट क्राइटेरिया फर्मेसन बुझ्नुपर्ने हुन्छ। अब त्यो पोर्टलले, अहिले हामीले त्यो पोर्टल पनि हेरौँला, त्यो पोर्टलले नेपालको कन्टेक्स्टमा दिनकै 200 देखि 300 वटा ठेक्का खुल्ने गर्छ प्रतिदिन। अब प्रतिदिन 200-300 वटा ठेक्का खुल्दाखेरि हामीले सबै ठेक्का त हाल्न मिल्दैन होला पक्कै पनि। सो हामीले कुन ठेक्का हाल्न मिल्छ त त्यो कसरी खोज्ने, त्यो एउटा सर्च अप्सन भन्ने राखेको हुन्छ। तपाईँको कम्पनी कुन ठेक्का गर्न योग्य छ। अब निर्माण कम्पनी दर्ता गरेर अब म कम्प्युटर सप्लाई गर्छु अथवा ल्यापटप सप्लाई गर्छु भन्न त पाइएन है, त्यसको लागि तपाईँ सप्लाईमा दर्ता हुनु पर्यो। सो त्यस्तो अपर्च्युनिटीहरू चाहिँ कसरी खोज्ने आफ्नो कम्पनीको अधीनमा बसेर, त्यो कुरा बुझ्नुपर्छ हामीले। सो हामीले त्यो अप्सनहरू चाहिँ एक्सप्लोर गर्छौँ कि कसरी हामीले कुन काम गर्न मिल्छ भनेर, अथवा प्रावधान थपेर सबै काम गर्न मिल्छ कि के मिल्छ के मिल्दैन भन्ने कुरा। प्यानमा भइसकेपछि तपाईँले कति लेभलसम्मको ठेक्का, कति फाइनेन्सियल लिमिटसम्मको ठेक्का हाल्न मिल्छ, भ्याटमा भइसकेपछि कति फाइनेन्सियल लिमिटसम्मको ठेक्कामा हामीले भाग लिन पाउँछौँ भन्ने कुराहरू बुझ्छौँ। त्यसपछि यति बुझिसकेपछि हामीले सर्च अप्सन बुझिसकेपछि दोस्रो हाम्रो हुन्छ हाउ टु सिलेक्ट द पर्फेक्ट बिड अथवा टेन्डर।
अब सबै ठेका खुलिरहेछ, 10वटा ठेका खुल्यो, तपाईँ 8वटामा क्वालिफाई हुन सक्ने योग्य हुनुहुन्छ अरे। तर 8वटा ठेका हाल्न त पक्कै पनि मिल्दैन होला, किनकि 12औं संशोधन जुन हाम्रो खरिद ऐन छ 2063 र खरिद नियमावली छ 2064, त्यसको संशोधनहरू आइरहन्छ। सो 12औं संशोधनले के भनेको छ भन्दाखेरि निर्माणको हकमा एउटा कम्पनीले एक आर्थिक वर्षमा 5वटा भन्दा अधिकको ठेक्का गर्न नपाउने हो, अथवा त्योभन्दा अधिकको ठेक्का गऱ्यो भने पुरानो ठेक्का कि त 90% कम्प्लिट गर्नु पर्यो, कि त सब्सटेन्सियली कम्प्लिट गर्नु पर्यो, त्यस्ता प्रोभिन्सहरू राखिएको छ। त्यसै कारण हामीले ठ्याक्क हाम्रो पर्फेक्ट बिट छान्नुपर्छ। अब ठेक्का गर्न गयो 2 पैसा कमाउला भनेर, होइन, तर त्यो ठेक्कामा उल्टो घाटा लाग्यो अथवा साइटै दिएन, साइट सोचेभन्दा एकदमै अप्ठ्यारो प्रब्लममा आयो, सप्लाई गर्न खोजेको अवस्थामा एलसीको टर्म्स कन्डिसनहरू चेन्ज भइगयो, इन्टरनेसनल ट्रेडिङको रेगुलेसन चेन्ज भइगयो, तब त गाह्रो पर्छ। सो त्यस्तो गाह्रो नपर्ने गरी तरिकाले हामीले आफ्नो लागि पर्फेक्ट ठेक्का कसरी छान्ने भन्ने कुरा चाहिँ हामीले सिक्छौँ। अब हामीले त्यो छानिसकेपछि हामीले जुन छानेको ठेक्का छ त्यो ठेक्का बनेको कसरी हो त? कम्प्राइजिङ अफ बिड डकुमेन्ट। बिड डकुमेन्ट पनि कस्तो हुन्छ भन्दाखेरि सबै ठेक्का पछि, जस्तो मेडिकल लाइनमा एउटा भनाइ छ एभ्री पेसेन्ट इज डिफ्रेन्ट भने जस्तो हुन्छ। सो हाम्रो टर्म्समा चाहिँ एभ्री बिड इज डिफ्रेन्ट है। जुनसुकै ठेक्का छ फरक फरक छ, कुनै पनि समान ठेक्का छैन। कुनै 10 पानाको मात्र बिड डकुमेन्ट पाउन सक्नुहुन्छ भने कुनै 100 पानाको, कुनै 50 पानाको, कुनै 600 पानाको। सो त्यो डकुमेन्टहरू कसरी बनाइएको हो त, के कुरा त्यसमा फरक पारिएको हो, के कुरा इन्क्लुड गरिएको हो, र हामीले के प्रोभिजनहरूलाई समेटेर त्यो डकुमेन्ट बनाएको हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। हामीले यति बुझिसकेपछि अब एउटा डकुमेन्ट हेर्नुहोस् कमसेकम 200 पानाको हुन्छ, मोटामोटी 150 देखि 200 पानाको। अब तपाईँले जहिले पनि ठेक्का हाल्दाखेरि पुरै 200 पाना पढेर त्यसपछि ठेक्का हाल्ने प्र्याक्टिकल हुँदैन। पोसिबल त हो तर प्र्याक्टिकल हुँदैन, किनकि ठेक्का हाल्दाखेरि अब हामी नेपालीहरूको बानी कस्तो छ, यो ठेक्का हाल्ने भनेर एउटा माइन्ड मेकअप गर्ने, ग्यारेन्टी बनाउने, ठेक्का हालिदिइहाल्ने। हामीले एभ्री टाइम त्यो बुक पढ्न पाउँदैनौँ। तर खासै सिस्टम अनुसार म्यान्डेटरी नै हो कि बुक चाहिँ पढ्नै पर्छ। तर त्यो बुकलाई क्रस रिड पनि गर्न मिल्छ। जस्तो कि अब 200वटा पानामा तपाईँलाई चाहिने ठ्याक्क 20 पाना मात्र हुन्छ। त्यो 20 पाना त पढ्न सक्यो, तर 180 पाना त अनावश्यक किन पढ्ने, होइन। सो त्यो हामीले क्रस रिड कसरी गर्ने बुकलाई त्यो सिकाउँछौँ यहाँनिर, ताकि तपाईँले चाहिने के कुनै मिस गर्नु भएन। भोलिको दिनमा अब ओहो ठेक्का हाल्दाखेरि त यो कुरा थाहै थिएन, यो यस्तो पो रहेछ भन्ने अवस्था नआओस् भनेर, होइन। अब त्यति गरिसकेपछि दोस्रोमा आउँछौँ हामी एनालाइजिङ एलिजिबिलिटी क्राइटेरियाज फर पार्टिसिपेसन। अब ठेक्कामा भाग लिनको लागि केही क्राइटेरियाहरू सेट गरिया हुन्छन्। जस्तो निर्माणको हकमा 2 करोडभन्दा मुनिमा कुनै पनि क्राइटेरिया सेट गर्न पाइएन। तर निर्माणभन्दा बाहेकको गुड्सको केसमा, कन्सल्टेन्सीको केसमा 5 लाखको ठेक्का भए पनि 20 लाखको ठेक्का भए पनि क्राइटेरिया सेट हुन्छ। तपाईँको स्कोर कति छ भन्ने कुरा डिसाइड हुन्छ, र त्यही माथि तपाईँको ठेक्का तपाईँलाई पर्ने हो कि नपर्ने हो भनेर हामीले चुज गर्नुपर्ने हुन्छ। सो हामीले त्यसको क्राइटेरियाहरू पनि एनालाइज गर्छौँ र बुझ्छौँ कि हामी पार्टिसिपेसनको योग्य छौँ कि छैन, अथवा हाम्रो फर्म पार्टिसिपेसनमा योग्य छ कि छैन। कतिपय खण्डमा हाम्रो फर्मले एक्लै नपुग्न सक्छ त्यो क्राइटेरियालाई मिट गर्न। त्यस्तो अवस्थामा जेबी कसरी गर्ने, जेबीलाई कसरी ल्याउने भन्ने कुरा पनि सिक्नुपर्ने हुन्छ। अब दोस्रो कुरा हुन्छ एक्सप्लोरिङ द क्वालिफिकेसन क्राइटेरिया। अब हेर्नुहोस्, एउटा एलिजिबिलिटी क्राइटेरिया भनेको तपाईँ योग्य हुनुहुन्छ कि नै त्यो हो भने, क्वालिफिकेसन क्राइटेरिया भनेपछि तपाईँ योग्य त भयो, तर योग्य भइसकेपछि तपाईँ सफल हुनुहुन्छ कि नै, पास हुनुहुन्छ कि नै ठेक्का भरिसकेपछि। सो पहिला त हामी योग्य छौँ कि नै भने त्यो क्राइटेरिया बुझ्नु पर्यो। त्यसपछि हामीले ठेक्का हालिसक्दाखेरि भोलिको दिनमा हामी पास हुन्छौँ कि नै त। एउटा 2टा कन्डिसन हुन्छ, जसलाई हामीले टेक्निकल क्वालिफिकेसन भन्छौँ र फाइनेन्सियल क्वालिफिकेसन भन्छौँ, अथवा भनौँ नेपाली भाषामा आर्थिक प्रस्ताव र प्राविधिक प्रस्ताव भन्छौँ, टेक्निकल बिड र फाइनेन्सियल बिड। सो हामी पहिला टेक्निकली पनि पास हुनै पर्यो र फाइनेन्सियली पनि अभियसली पासै हुनु पर्यो त्यो ठेक्का विन गर्नलाई, ठिक छ। सो हामीले यो क्राइटेरियाहरू बुझेपछि बल्ल थाहा पाउँछौँ हामीले के डकुमेन्ट बनाउनु पर्ने छ अथवा के अपलोड गर्नुपर्ने हुन्छ। अब यति कुरा गरिसक्दाखेरि जुन हाम्रो थर्ड मोड्युल छ, जुनमा हामीले बिडर्स रिस्पोन्स प्रिपरेसन, ठेक्कामा बनाउने के कुन डकुमेन्ट बनाउने त फर सिङ्गल स्टेज सिङ्गल इन्भेलप बिड। सिङ्गल स्टेज सिङ्गल इन्भेलप भनेपछि तपाईँको यस्तो ठेक्का जुन दिन ठेक्का खुल्यो त्यही दिन नै मान्छेले कति रेट हाले, कसलाई ठेक्का पर्यो भन्ने कुरा थाहा पाइहालिन्छ, तर त्यसको इभ्यालुएसन चाहिँ अझ पनि बाँकी नै हुन्छ। अब इभ्यालुएसन भनेको अर्थ के भइगयो भन्दाखेरि तपाईँले इभ्यालुएसनको अर्थ यस्तो बुझ्नुहोस्, हामीले ठेक्का सबमिट गर्दाखेरि जे पनि डकुमेन्ट अपलोड गरेका छौँ त्यो डकुमेन्टहरूलाई भेरिफाई गर्नुपर्ने हुन्छ।
तपाईँले सही डाटा दिनुभएको छ कि फल्स इन्फर्मेसन दिनुभएको छ कि होइन। सो त्यो प्रोसेस त छँदैछ, तर तपाईँले कति रेटमा ठेक्का हाल्नु भएको हो त्यो चाहिँ फर्स्ट डेमै थाहा भइहाल्छ मुचुल्का आउने बित्तिकै। कस्तो ठेक्काको लागि भन्दाखेरि फेरि सिङ्गल स्टेज सिङ्गल इन्भेलप। अब यसैमा यो चाहिँ 2 करोडसम्मलाई लागु हुन्छ निर्माणको हकमा। तर जब निर्माणको हकमा 2 करोडभन्दा माथिको ठेक्का जान्छौँ भने यो सिङ्गल स्टेज डबल इन्भेलप हुन्छ। डबल इन्भेलप हुने बित्तिकै एउटा टेक्निकल इन्भेलप छुट्टै हुने भइगयो र फाइनेन्सियल इन्भेलप फेरि छुट्टै हुने भइगयो। सो त्यसको अझ पनि सिक्ने बाँकी छ। तेस्रो दिनमा हामीले सिङ्गल स्टेज र सिङ्गल इन्भेलप ठेक्काको लागि सम्पूर्ण कुराहरू सिक्नेछौँ कि ठेक्कामा के डकुमेन्ट बनाउनुपर्छ। यहाँसम्म ठेक्का चाहिँ भर्दैनौँ हामीले, अहिलेसम्म ठेक्का भरेको छैन, ठेक्का बनाउन मात्र सिक्छौँ। ठिक छ। अब थर्ड डे पछि हाम्रो फोर्थ डे आउँछ, जुनमा हामीले बिड रिस्पोन्स एन्ड सबमिसन सिक्छौँ। अब ठेक्का बनाउन त सिक्यौँ, अब बुझाउनु पनि पर्यो, सबमिट पनि गर्नु पर्यो। तेस्रो दिनमा सिक्दाखेरि हामीले सिङ्गल स्टेज र सिङ्गल इन्भेलप सिक्यौँ। अब चाहिँ त्यो तेस्रो दिनमा जुन ठेक्का हामीले बनायौँ, यो बिड रिस्पोन्स प्रिपेयर गऱ्यौँ, त्यसलाई कम्पाइल कसरी गर्ने, त्यसलाई अर्गनाइज गर्ने पनि एउटा तरिका हुन्छ। कुनै डकुमेन्ट माथि पर्न सक्छ, कुनै डकुमेन्ट पछि पर्न सक्छ। अब पहिलो तपाईँको प्राविधिक प्रस्ताव खोल्नुपर्ने हो अथवा टेक्निकल इभ्यालुएसन हुनुपर्ने हो। त्यो डकुमेन्ट इभ्यालुएट गर्दा गर्दा तपाईँको रेटै खुल्यो अरे अथवा फाइनेन्सियलै डकुमेन्ट खुलिगयो, त्यसपछि तपाईँ डिस्क्वालिफाई हुनुहुन्छ। सो त्यसको कम्पाइलिङ गर्दाखेरि के रिस्पोन्स गर्नुपर्छ, पहिला टेक्निकल गर्ने कि पहिला फाइनेन्सियल गर्ने कि पहिला प्रि क्वालिफिकेसनको हुन्छ, एउटा डिजाइन बिल्डको हुन्छ, त्यस्तो हकहरूमा कुन कुन डकुमेन्टहरू कसरी कम्पाइल गर्ने भन्ने कुरा हामी बुझ्छौँ। हामीले यति गरिसकेपछि जुन तपाईँले ठेक्का भर्नु भएको छ त्यसमा तपाईँको रिजेक्सन हुने जुन चान्सेस छ नि, त्यो बेयर मिनिमम भएर आउँछ। कहिले पनि हुँदैन कि तपाईँ अब यति डकुमेन्ट गरिसकेपछि अब तपाईँ रिजेक्सन हुने चान्सेस हुँदैन। हामीले माथिको सबै कुरा यदि पुरा गरेर भरेको छौँ ठेक्का भने हामी रिजेक्ट हुँदैनौँ हो। अब रिजेक्ट नभइसकेपछि पक्कै पनि पास भइसकेपछि अब तपाईँको फाइनेन्सियल खोल्नु पऱ्यो, त्यसमा रेटमा पनि कम हुनु पऱ्यो। किनकि नेपालमा चाहिँ कस्तो छ भन्दाखेरि तपाईँ प्राविधिक तरिकाले अथवा टेक्निकली तपाईँ जतिसुकै साउन्ड भए पनि तपाईँ फाइनेन्सियलमा पनि बिलो हुनुपर्ने हुन्छ। पैसाको मामलामा पनि तपाईँको बोलपत्रको अमाउन्ट मिनिमम हुनुपर्छ। यदि तपाईँभन्दा 10 रुपियाँ अरू कसैको घटी छ भने पक्कै पनि उहाँले ठेक्का पाउनुहुन्छ, बशर्त उहाँ पनि टेक्निकली साउन्ड हुनु पर्यो। सो टेक्निकल साउन्ड भइसकेपछि हामी फाइनेन्सियली पनि बिलो हुनुपर्ने हुन्छ। तर फाइनेन्सियल बिलो हुँदाखेरि अब कुराहरू आउँछ, बिलो गर्न त के छ र 1-1 रुपियाँ हालेर ठेक्का भरिदिएँ म सबसे बिलो भइ नै हाल्छु। तर बिलो गरिसकेपछि तपाईँले त्यो काम गरिसक्दाखेरि तपाईँले अलिकति पैसा फाइदा निकाल्न सक्नु भएन अथवा सर्टेन प्रफिट त्यहाँबाट भनौँ न ब्याग इन गर्न सक्नु भएन छ भने चाहिँ ठेक्का भरेको केही अर्थै भएन। सो त्यो कुराहरूमा हामीले यहाँनिर एक्सप्लोर गर्छौँ कि हाम्रो सिङ्गल स्टेज र डबल इन्भेलपमा के क्राइटेरियाहरू लागु हुन्छ त। अब डबल इन्भेलप भन्ने बित्तिकै एउटा टेक्निकल डकुमेन्ट प्रिपरेसन भइगयो र एउटा फाइनेन्सियल डकुमेन्ट प्रिपरेसन भइगयो। अब यी दुईवटा डकुमेन्टमा के कुरा इन्क्लुड हुन्छ र कसरी बनाउने हो त्यो सबै कुरा हामीले बुझ्छौँ। यति बुझिसक्दाखेरि हाम्रो थर्ड मोड्युल जुन बेसिक छ, हामीले ठेक्का भर्ने कसरी, चाहे सिङ्गल स्टेज सिङ्गल इन्भेलपको लागि होस् र सिङ्गल स्टेज डबल इन्भेलपको लागि होस्, त्यो हामीले बिड रिस्पोन्स सबमिसन यहाँनिर हामीले प्रिपरेसन एन्ड सबमिसन हुन्छ। हामीले त्यो बिड रिस्पोन्स भर्ने कसरी र सबमिट कसरी गर्ने भन्ने कुरा सिक्छौँ है। अब यति सक्दाखेरि हाम्रो बेसिक जो रिक्वायरमेन्ट थियो अथवा इन्भल्भमेन्ट हुन्थ्यो एज अ बिडर, हामीले जति पनि गर्नुपर्ने कार्य थियो त्यो ठ्याक्कै यहाँ सकिन्छ। तर एक्टिभ पार्टिसिपेसन चाहिँ हाम्रो सकिन्छ। हाम्रो प्यासिभ पार्टिसिपेसन अझ पनि बिड ओपनिङ, मुचुल्का र बिड इभ्यालुएसनमा हुन्छ। त्यसमा कस्तो छ भन्दाखेरि यहाँबाट हाम्रो इन्डबाट गर्नुपर्ने केही पनि हुँदैन। यो हुने भनेको त सरकारी पक्षबाटै हो, इम्प्लोयरको पक्षबाटै हो। तर बिड ओपनिङमा तपाईँ आफ्नो प्रेजेन्स देखाउन सक्नुहुन्छ, तपाईँ आफ्नो म छु, मलाई पनि जानकारी देखाउनुहोस्, ट्रान्सपेरेन्सी हुनुहोस् भनेर त्यो कुरा दर्शाउन सकिन्छ। र यो ओपनिङ प्रोसेस कसरी गर्छन् सरकारी कर्मचारीहरूले त्यो पनि बुझ्नुपर्छ। बिड ओपनिङ भइसकेपछि मुचुल्का कसरी बन्छ, मुचुल्का भनेको बुझ्नुहुन्छ होला सबैले, आई गेस मुचुल्का भनेको एउटा टिप्पणी उठाउनु जस्तो हो होइन। सो जसले ठेक्का भरेछन् त्यो सबैको बारेमा, ठेक्काको बारेमा कतिजना पार्टिसिपेसन आयो, कति रेटमा हाले, के डकुमेन्ट अपलोड गरेछन्, त्यो सबै कुराको मिलाएर एउटा मुचुल्का बन्छ, जो कि हाम्रो वेबसाइटले अटोमेटिक जेनेरेट गरेर बनाइदिन्छ। अब त्यति भइसकेपछि त्यसका त्यो बिडलाई इभ्यालुएट गर्ने 3-4 जनाको 5-6 जनाको कमिटी हुन्छ। बिड हेरी कुनैमा 3 जना हुनसक्छ, कुनैमा 1 जना हुनसक्छ, कुनैमा 6 जना 7 जना पनि हुन सक्छन्। सो त्यो इभ्यालुएसन कमिटीले बिड इभ्यालुएसन के बेसिसमा गर्छ त त्यो कुरा पनि बुझ्छौँ। सो यति गरिसक्दाखेरि हामीले हाम्रो फर्स्ट डेबाटै दर्ता हुनुदेखि लिएर प्रोफाइल म्यानेज गर्नुदेखि लिएर हामीले सिङ्गल स्टेज सिङ्गल इन्भेलपलाई डकुमेन्ट बनाउने र पढ्नेदेखि लिएर सिङ्गल स्टेज डबल इन्भेलपलाई पनि डकुमेन्ट बनाउने र पढ्ने, अनि त्यसपछि 5औँ दिनमा हामीले ठेक्का भर्नेदेखि लिएर सबै सम्पूर्ण कुरा चाहिँ सिक्छौँ। अब हामीले डे 4मा त बिड इभ्यालुएसनसम्म सिक्यौँ। अब डे 5मा चाहिँ
तपाईँको लास्ट 4 डेज जुनमा ठेकाको सबै कुरा सिकेका छौँ त्यसको एउटा रिभिजन क्लास राख्छौँ ताकि तपाईँहरूको डाउट्स क्लियर भइहालोस्। यदि तपाईँहरू अहिले पनि एक्टिभली इन्भल्भ हुनुहुन्छ त्यो प्रोजेक्टमा अथवा यो प्लेटफर्मसँग भने पक्कै पनि केही डाउट होला नै। इनकेस छैन भने झनै राम्रो, र छ भने पनि हामी त्यो क्लियर आउट गरिदिन्छौँ। र त्यसपछि तपाईँहरूसँग एउटा सानो डिस्कसन सेसन राखिन्छ तपाईँहरूको केही डाउट छ भने। अनि हामीले जति पनि स्याम्पल टेम्प्लेट्सहरू दिएको हुन्छ, स्याम्पल डकुमेन्ट र टेम्प्लेट्सहरू, त्यो तपाईँहरूलाई प्रोभाइड गरिदिन्छौँ ताकि सजिलो हुन्छ फर्दरको लागि। भोलिको दिनमा तपाईँहरूले त्यो एउटा रिफरेन्स डकुमेन्ट भइरहन्छ। अनि फाइनेन्सियल टेम्प्लेट्स र टेक्निकल टेम्प्लेट्सहरू पनि हामीले प्रोभाइड गरिदिन्छौँ। सो यति गरिसकेपछि हाम्रो 5औँ दिनमा क्लास चाहिँ सकिन्छ। त्यसपछि तपाईँहरूको एउटा एक्सपिरियन्स र